Guys, welcome back to my channel. So आज चाहिँ मदर डे हो. ह्यापी मदर डे मेरो मामुलाई अनि सबैजनालाई ह्यापी मदर डे आमाहरू. आज चाहिँ मैले नयाँ ब्लग बनाएर आएको छु फेरि पनि. त प्लिज सब्स्क्राइब गरिदिनु होला. कस्तो के लाग्छ साँझसम्म भिडियो बनाउँछु. सब्स्क्राइब गरिदिनु होला राम्रो लाग्यो भने. पानी खान्छौँ. दुध रेडी हुँदैछ. कोको इनको लागि रेडी हुँदैछ. चिया पाक्दैछ. हिजो भर्खरै निक्लेको काम. झाडु पोछा सोछा सब लगाइसक्नु. त्यहाँ सब दामी गराइसक्नु. झाडु पोछा लगाएर भगवानको नाम बगर पर सिट सिट हात देऊ. थ्याङ्क यू लगा हातमा देशमा त दिने होइन नि त. देख्नु गाइस हाम्रो कोकोले हात पनि दियो बसे पनि सिट भन्ने बित्तिकै. गाइस मैले पानी खान्छु. यो जिरा पानीको पानी खान्छु. त्यसपछि चिया खान्छु 1 घण्टा पछि. त्यसपछि हामी यताउता गर्छौँ. घर सफा अझै गर्छौँ. के गर्न छ. हल्का कपडा पनि धुन छ. त्यसपछि चाहिँ हामी साँझ बजार जान्छौँ. के भन्नु छोरीहरुसँग ह्यापी छु. ए मात्र मलाई के गिफ्ट दिन्छ भन्नु न. मलाई के गिफ्ट दिन्छ आज मेरो छोरीले गिफ्ट दिन्छ मलाई. सबै छोरीहरुलाई मेरो सबभन्दा पहिला ज्योतिलाई त्यसपछि अरु सबै छोरीहरुलाई स्वागत छ. एकदम शुभ स्वागत छ. सधैँ यस्तै भइरहेको सधैँ खुसियाली मनाइराख्नु पाऊँ. अझै छिटो सन्च होस्. मलाई छिटो सन्च होस्. एकदम हामी चल्नुलाई यी अन्डा पनि निक्लेको चल्नु. हिजो यो 3टा निक्ले थिए. यो अहिले चाहिँ यो निक्ले. यो चल्नु चाहिँ सुतिरह. हिजोको बच्चा आज यस्तै अड्डिने भयो है. हिजो कस्तो थियो. अब यो पनि अब साँझसम्म अड्डिनु हुन्छ कि भोलि अड्डिनु हुन्छ. अब अर्कोलाई हेर्नुहोस्. अर्को बच्चा मुझे कैसे भी करके निकाल मेरे भाई. मैं फंस गया हूँ यहाँ. हेलो गाइस, हामीले चाहिँ चिया पनि खाइसक्यौँ. सब खाइसक्यौँ. अब हामी चाहिँ नुहाउन जान्छौँ. म चाहिँ नुहाउन जान्छु. त्यसपछि अरूहरू नुहाउन जान्छन्. म चाहिँ नुहाउन जान्छ. बाई फेरि गाइस म चाहिँ नुहाएर आइसकेको छु. म चाहिँ नुहाएर अब एकछिन पछि फेरि खानासाना खाएर अनि फेरि रेडी भएर हामी जान्छौँ सामानहरू लिन. अब चाहिँ हामी खाना बनाउँछौँ. टास्ट गरेर खाना बनाउँछौँ. खाना के बनाउने सुन्नु एकचोटि तपाईँहरू ढल्नुहुन्छ. आलुको झोल पापड आलुको झोल बनाउँछ. आलुको अचार पुलाउ पापड पुरी अनि आलुको सब्जी. लास्टमा मिठाई के हैन. लास्टमा मिठाई के हैन. मिठाई बनाउनु सक्यो. गाइस पाइले के भन्नु सुन्नु पनि तपाईले. चाही पनि लाई पनि के भन्छ मुखे नमस्ते खाने. कमसेकम मेरो मुखे हेर्नु. हेर्नु यता देखाइदिनुस् त. यता के गराउँ म चाहिँ. अनि चला अब म जान्छु. लास्टमा इनले भनेको के पनि पाक्दैन. लास्टमा अब सिम्पल दाल भात तरकारी हो पाक्ने हाम्रो घरमा. के पाक्छ भन्नु. दाल भात तरकारी हैन. सानो पुलाउको छ चावल छ त्यही बनाउनु. पुलाउ बनाउने. अस्ति कस्तो बिरयानी यस्तो मिठो बनाउनु त्यस्तो गर्नु न. बास भइगयो त्यो बात. तर लास्ट मिठो हुन्छ बिरयानी. सो अब खाना के पाक्छ भनेर देखाउँछु है म. हेलो गाइस, हाम्रो घर चाहिँ बिरयानी पाकेर आएको छ. तहारी के हो तहारी भनेको. बिरयानी हो. भेज बिरयानी अस्ति बनाएर खाएको हामीले. यस्तो मिठो भयो. लास्टमा देखाउँछु. मैले चाहिँ लसुन छिनिसकेको छु. अब चाहिँ अरू पनि भइसकेको छ. यिनीहरू पनि हामीले काटिसकेको छन्. त्यसपछि अब मम्मीले गर्नुहुन्छ के गर्नुहुन्छ. म फेरि हजुर देखाउँछु है त. पाकिसकेपछि देखाउँछु. गाइस अब चाहिँ हामी बजार जान लाग्यो. बजार गएर मम्मीको लागि गिफ्ट ल्याउने. गिफ्ट चाहिँ के हो भनेपछि सुनको टप. दामी छ. मम्मीले सुनको टप दिन कस्तो छ देखाउँछु है त. बनाउन पुग्यो चाहिँ रेडी भइसक्यौँ हामी. मेरो रेडी चाहिँ यस्तै हो. यिनीहरू चाहिँ राम्रो घर जान्छन्. मेरो चाहिँ यस्तै हो. केही हुन्न जिन्दगीमा. अहिले मात्र यस्तो कुर्ता लाएर के गर्नुहुन्छ. अनि के भन्छ आज चाहिँ हामी केक पसलमा जान्छौँ. त्यसपछि पसलमा जान्छौँ. लाज लाग्छ हजुर. लाज लाग्छ नि. अब बनाएर होला नि.
चाहिँ अलि ठिकै छ, त्यो बाटो चाहिँ पुरा हल्लिन्छ। यो बाटो चाहिँ अलि ठिक छ। अब यस्तै हो जिन्दगानी। दर्पण छ। सो गाइस हामीहरू चाहिँ अहिले आफ्नो के बनाउँदैछौँ अटोको लागि हाम्रो अटो हो यो चाहिँ मदर डेको लागि के किन्न जाँदैछौँ बाटोमा छ। हेलो तपाईँ सोचाएछ भने अन्नपूर्ण ज्वेलर्स पाउनु पर्छ नि। अब चाहिँ हाम्रो सुनको काम चाहिँ सक्यो। अब चाहिँ हामी केक कसैमा रिलेटी लाग्छ कुकुरले कस्तो गर्छ या कुकुरको रियाक्सन हेर्नु गाइस माथि हेर्छ कुटी बाहा हाम्रो हुँदैछ अलि जोडसँग पनि बोल्न सकिन्छ। हाम्रो डेकोरेसन हुँदैछ। दिदीको मम्मीको पनि यहीँ, मेरो मम्मीको पनि यहीँ, अरू अन्चीको पनि यहीँ, सबको यहीँ गराउने हो। दामी गराउने हो शिल्पारामा। यस्तो दामी डेकोरेसन गराउने हो। अझै बाँकी छ डेकोरेसन। बेबी त सुती छिन् अघि बेबी त सुती अघि पाला स्पेशल गाइस मदर चाहिँ स्पेशल गाइस आन्टी हाई भन्नु मम्मी हाई भन्नु हाई भन्नु आन्टी हाम्रो केक स्पेशल भिडियो कल भइरहेको ग्रुपमा सबैको सब आइसक्नुपर्छ। आमाहरू रेडी भएर आउनुपर्छ। केक पनि रेडी भइसक्यो। अब केक काट्छु त्यसपछि अझै भिडियो भिडियो पनि बन्यो कि नै थाहा छैन। हिमन भइसक्यो मान्छेहरू। हाम्रो केक चाहिँ कट भइसक्यो। मम्मीहरू आन्टीहरू सब भइसक्नुभयो। केक सेक कट भएर पनि यहाँ कोको चक्कर गर्छ भने कोकोलाई बाँध्दैछ अहिले। 1 2 3 गर्नु। ह्याप्पी बर्थडे आमाहरू। अब अर्को काट्नु न पहिला सँगै काटेर खानु जस्तो भयो। मैले विचार सुने मन लाग्यो त मार घोरा गरेर केही खाना खाइदिया कति पनि नै पुरी आकाश नै साक्षी राखी अर्को जन्म नि तिम्रै बनेर आत्मा तिमी खुसी तिमी मेरो अर्थ तिमी भएर। अब हाम्रो खाना खाए भ्याइसकेको छन् अनि मलाई त्यस्तो हाँसो लागिरहेको छ। खाना खाइसक्यौँ तर यहाँ हेर्नु यहाँ चाहिँ खाइरहेको छ। आन्टीले पनि खाइसक्नु मम्मीले पनि खाइसक्यो आन्टी र पापा अनि दिदी सब है ट्याकटुक भइरहेको कोकोले पनि खाइसक्यो। अलिकति मासु दिएको त्यसले खाएर भइगयो। अनि अब हामीले चाहिँ खाएर भइसक्यो। मेरो ब्लग चाहिँ यही एन्डिङ ल। सबैजनालाई ह्याप्पी मदर डे।